हेलो गाइस नमस्ते सबजना सन्चै हुनुहुन्छ म एकदम धेरै सन्चै छु त्यसरी लङ टाइम धेरै पछि आइसकेको छु म तपाईँहरूको माझमा फेरि पनि न्यू ब्लग लिएर अनि मेरो साथमा साथी सुभाष तामाङ जसको चाहिँ आज हामी बर्थडे सेलिब्रेसन गर्न जाँदैछौँ तपाईँहरू सबैजना ध्यान दिएर हेर्नु होला भन्दै अहिले चाहिँ अवस्था के हुन्छ इन्ड्राइभ गरेको रुमबाट तपाईँको इन्ड्राइभ आएन होइन त्यही भएर हामी चाहिँ एउटा मोजा बस्नु जाँदैछौँ मोजा किन्दैछु मोजा लाएर फुट्टो पक्का लाएर मोजा लाएर अनि हामी चौकमा गएर इन्ड्राइभ गर्नेछौँ है त यही हाम्रो मोजा पसल सो जानेछौँ वेयर इज आन्टी अङ्कल एन्ड फ्यान्डी को हुनुहुन्छ हौ पसलमा खोइ हामी त आइसक्यौँ खोइ त आन्टी हराउनु भएको अवस्था मजा दिन्छ न कुन कलरको मतलब ब्ल्याक कलरको मोटो मोटो मोजा लिने कालो कालो व्हाइट कालो भने चाहिँ मैलो हुँदैन क्या अझै धेरैसँग मैलो भयो व्हाइट चाहिँ फ्याट्टै हिजो लाग्यो आज मैलो यो स्पोर्ट्सको मलाई मन पर्दैन यो त नै यस्तो हुँदैन नि यो त हेर्नु नि यस्तो यो छ नि यो फ्याट्टै जादिन्छ क्या अलिक मोटो चाहियो कि सय जाने होइन तिमीलाई कस्तो चाहिन्छ मलाई त यस्तो चाहिन्छ लङ लास्टिङ हो केटो प्रसादको यहाँ दिस इज एभ्रिबडी हुँदैछ होइन केही भन्नु चाहिँ कस्तो फिल हुँदैछ मलाई मजा हाले जस्तो फिल हुन्छ स्टिकर टाँसेर महँगो मजा लाउनु मन लाग्छ मलाई यस्तो छ केटो प्रसादको हाल जिन्दगी यस्तो गोरो खुट्टामा यस्तो कालो घुसाएर त कालो जोरा घुसाएर रक्सी खाएर आयो क्या केटो हल्ल्या त ऊ फेरि हल्ल्यो आज मलाई शङ्का लागिरहेको छ यो केटाले पक्कै पनि रक्सी खाएर हल्लिँदैछ होइन अझै पनि हल्लिन्छ है त तेर्सो परिसक्यो तेर्सो पर्दैछ अझ नाच्छ पनि अझै केटा प्रसाद आजको आजै स्टोरी फुल रे क्या 128 फुल्ली जेरो स्टोरेज छ अहिले कसरी भन्नु न कसरी फोन सेयर गराएँ ल ठिक छ बधाई छ केटोलाई फाइनली गाइस हाम्रो मोजा लगाइसकेको छौँ मोजा लगाइसकेको सेतो मैले कालो त्यसपछि हाम्रो पैसा फेरि त आउँदैछ त्यसपछि हामी जानेछौँ यो हामी खमान्ने हो अब मलाई गीत आउँदैन म के भन्ने हो यो हन सिङ फ्रम बादशाह होइन अनि गाइस कस्तो अनुभव हुँदैछ र धेरै वर्ष मलाई देख्दाखेरि कपाल नै छोटो छ मान्छे नै मोटो छ अनि साथमा भनेको त नेपालको नम्बर 1 हुनेवाला डान्सर सँगसँगै बेस्ट अफ लक सुभाष क्लास लिँदैछ अनि टाटासँग सबजना बच्चाहरू स्टुडेन्ट छन् अनि यो क्लास सकेछौँ टक्क जाउँ सुभाष क्लासमा हुन्छ है त बुझाइछ सर बुझिरहेछ मैले पनि कतिसम्म दुःख भएको छ मैले भइरहेछ सर भइरहेछ 1 2 3 4 5 6 7 8 अच्छा लेकिन लंदन को चिसो अनि पसन्द भन्दा हाम्रो स्कुल जाँदैछौँ गाइस होइन तर पानी पऱ्यो क्या पानी पऱ्यो के गर्ने त अब केटो हिँड्दैछ पानी लिएर म पनि हिँड्दैछु पानी झन् पानी कच्चा हात चिया खानाको पनि मजा आउँछ होइन फाइनली हाम्रो क्लास सकेको अवस्था त्यसपछि अब टक्कसँग सुभाष ब्रोको बर्थडे मनाउन हामी रेस्टुरेन्ट जाँदैछौँ होइन त्यहाँ गएर टक्कसँग बर्थडे मनाउँछ है जस आजको भएको छोटो मिठो हुनेवाला छ सोच खोज्दै गर्नु मोबाइलमा अवस्थाहरू हाल्नको लागि प्राइज होइन पैसा हालेर
कल गर्नु पर्यो नि त भन्ने कुरो तर कल कसलाई गर्नु होइन यतातिर मोबाइल पसल भयो चाहिँ मोबाइलको ठ्याक्कै ब्यालेन्स खान्छ सजिलो हुन्छ गर्नु त हावाको लहरसँगै Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Subhan. Happy birthday, 48 वर्ष. ल टिका खाइ त. ल काट केक काट्नु. कोही बोलेन नन्दन भाइ. मार न 1 2 3 गो. हैन आफ्नो नाम त नकाट्नु नकाट्नु है त. यो त निकाल्नुपर्छ ल के सुन्या फेरि यसले? किन रिसाएको यसरी? रिसाएको? यो बिचमा काट्ने हैन रक्सीखान छोडिस् न. रक्सीखान भयो खाँदैन ल्याइदिनु. एक वर्ष केक काट्छ पिसिन्छ. ओ के खज्यो खाइहाल्नु पर्दैन. दुश्मनले खुट्यो. दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे फेक. ल ह्यापी बर्थडे सुभाष. यो गुम्बाको तर्फबाट गुम्बा सेटल हो पनि. अनि यो चाहिँ मलाई फोन अनि पाउ तिमीले. हामी चाहिँ तत्रसँगले बुलेट बाइकमा ट्रिपल रोड हिँडिसकेका छौँ गाइस होइन ट्राफिकले मार्ला है माटो आज सुभाषको बर्थडेपार्टी लागेको छ सुभाषले आज बाइक घुडाउँछ आज सुभाषले कहाँ कहाँ पुग्यो त थाहा छैन जस्ट ठाउँमै पुग्यो भने त ठिकै हो गाइस होइन जस्ट बर्थडेपार्टी एकदम रमाइलो भएको देखाउन सकेन त्यसको लागि सुभाष मेरो ब्रेकअप भइरहेको थियो भन न अनि के भन्न चाहन्छु सुभाष तिमी अगाडि हेर क्यामेरामा नहेर तिमीले मान्छे मार्छौ यही भन्दिनँ म होइन चेकिङ यहाँ अहिले छैन हाम्रो आदरणीय सन्त सरी सरले आज अन्डर रुकाउनु भएको छ यो बाइक चाहिँ सर्क्यो हो फेरि त्यसो नभन्न नि के भन्नु त म राइट यस्तो कुराहरू न्युज हो गएर किनभने यस्तो कुराहरू हामी लाइभमा के गर्नु त सरको बाइक देखेकै छैन त अनि के भयो त अनि एउटा 150 हुन्छ अनि गाइस यति भन्दा आजको भ्लग यस्तै भइरहेछ ठिक छ मैले त्यहाँ के हुन्छ होइन भन्दै आजको लागि इन्डिङ गरिदिउँ है सुभाष इन्डिङ गरिदिउँ आज गाइस फेरि पनि भेट्दै गर्नु लाग्यो छ नयाँ नयाँ भ्लगहरू लिएर आउँदैछु तपाईँहरू सबैजना सपोर्ट गर्नु होला भन्दै आजको लागि नयाँको बारीमा टाटा घारीमा घारीमा